हेलो गाइज, हामी चाहिँ काठमाडौँ जानु लागेको अनि हाम्रो काठमाडौँको ट्रिप हो आज अनि टाढामा अनि हाम्रो भाइले छोडिदिँदैछ पृथ्वी चोकसम्म। सो त्यही नै हो। अनि हामी हिँड्दैछौँ। हामी पृथ्वी चोक पुग्यौँ अनि यो चाहिँ मैले डिटेल दिँदै थिएँ होइन, तर मलाई चाहिँ अहिले चाहिँ के भनेको थिएँ भनेर चाहिँ याद छैन। त्यही नै भनेको थियो होला, बाई सी यू भनेर ब्लग सुरु गरेको भनेर। सो द्याट्स मेन थिङ। अनि अर्को कुरा के भन्दाखेरि अनि यसले चाहिँ हामी माइक्रोमा जाँदैछौँ फर्स्ट टाइम अनि मलाई गाह्रो हुन्छ नि त सो बसमा जाँदा। सो त्यसले त्यही भनिरहेको थिएँ। अनि हामी चाहिँ पृथ्वी चोकबाट हिँड्यौँ अनि अमरसिंह पुग्दा चाहिँ हामीले यो ट्रिपमा जान लागेकोहरू देखिरहेको थियौँ। अनि मैले चाहिँ चिन्नेले उहाँहरूलाई मेन्सन गरिदिनुहोस् है भन्दै जुम गर्छु सोचिरहेको थिएँ। गरेर चाहिँ जुम पनि चिन्नेले मेन्सन गरिदिनुहोस् ल भनेर। सो या प्लिज डु मेन्सन देम। अनि यो चाहिँ यसरी चाहिँ कस्तो क्युट लाग्यो, कस्तो आनन्दले बसिरहेको नि त। सो त्यही मोमेन्ट क्याप्चर गरिहालेको थिएँ मैले चाहिँ। अनि त्यही नै हो, द्याट्स इट। अनि हामी चाहिँ ल बाई गरेँ, मैले बल्ल सम्झिएछु बाई गर्न होइन। अनि बाई गरेँ मैले। अनि हामी चाहिँ हिँड्दै हिँडिरहेछौँ। अनि मेरो फेरि क्यामेरा ब्लर भएछ कि। सो यो चाहिँ मलाई एकदमै मनपर्छ क्या यस्तो ठाउँहरू, हरियोवाला अनि पहाडहरू हुन्छ नि यसवाला। अनि यसले चाहिँ के गीत गाऊँ भन्दैछ यसले, मैले चाहिँ बाई भनिदिइहालेँ। त्यसपछि चाहिँ के भन्छ अरे, हामी चाहिँ यता हिँड्दै थियौँ। बाटो त दामी रहेछ कि, दामी बवाल भयो रहेछ। अनि यो सायद मनसुनको टाइम भएर होला, जताततै हरियो थियो। अनि यो चाहिँ के लेखेको बुझाइदिनु होला मलाई भनेर मैले क्याप्चर गरेको थिएँ। अनि सो या द्याट्स इट। अनि यो चाहिँ आई थिङ्क मानुङकोट जानेतिर हो भनेर मैले भनिरहेको थिएँ। ए हो नि उता अलि उता हो भने थिएँ, तर त्यही नै हो जस्तो लाग्छ मलाई चाहिँ। टु कमेन्ट डाउन। अनि हामी चाहिँ हिँड्दै हिँडिरहेछौँ। अनि हामी चाहिँ घरि हाँस्दै घरि उस गर्दै गरिरहेको थियौँ के हिँडिरहेको थियौँ। अनि कति धेरै लोकदोहोरी गीतहरू सुन्दै हिँडिरहेको थियौँ। आई थिङ्क यो चाहिँ दमौली बजारहरू जस्तो लाग्थ्यो। ल ज्याप्प गयो होइन। अनि यस्तो बाटो मलाई एकदम मेरो फेभ हो यो बाटोहरू। अनि अहिले त दामी रहेछ क्या बाटो पनि। अनि हामी गाडी रोकेको थियो, त्यहाँ लिची फलेर चाहिँ चोर्न जाऊँ भनिरहेको थिएँ, मैले नाइ भनेको थिएँ। अनि यो नाच्न थाले, गीत बजिरहेको थियो अनि नाच्थ्यो कि ऊ चाहिँ होइन ऊ। अनि मैले भिडियो बनाएको छु। अनि त्यही नै हो। अनि हामी फेरि सुरु भयो। अनि यहाँ चाहिँ धान पनि रोपिरहेको थियो कि। अनि असारवाला होला भन्दै कुरा गर्दै गइरहेको थियौँ। अब हाम्रो चटक सुरु हुन्छ होइन। अनि चटकी भयौँ हामी यहाँ चाहिँ। बाटोहरू खिच्छु मिनिमम म्याक्सिमम सोचिरहेको थिएँ, किनकि बाटो एकदम बवाल थियो कि। बवाल काठमाडौँ पोखरा त मुगलिनसम्म त बाटो त एकदमै दामी छ कि, बेस्ट नै छ कि। सो या द्याट्स अनि त्यो घर कस्तो क्या पिस भनिरहेको थिएँ मैले। अनि त्यही नै हो। अनि हामी चाहिँ नाचिरहेको थियौँ। अनि मलाई चाहिँ यहाँसम्म नि केही खाएको थिइनँ होला, किन भन्दा मलाई भमिट हुन्छ कि बसहरूमा ट्राभल गर्दा। सो त्यही नै हो, मैले केही नि खाएको थिइनँ, औषधि नि खान बिर्सिएर। अनि यहाँबाट चाहिँ आई थिङ्क हामीले यसले चाहिँ मलाई भमिट हुन्छ कि भन्दै पुरै इन्टरटेन गरिरहेको थिएँ होइन। अनि हामी दुईजना गीत गाइरहेको थियौँ। सायद यो कुनै लोकदोहोरी गीत होला होइन। ऊ त नाच्न पनि पर्ने हो, नाचिन त ऊ नाची कि ऊ नाची ऊ होइन। अनि मै यो फकाउने भनिराखेँ ऊ होइन, सुनाउनलाई थियो होइन। अझ भिडियो रेकर्ड गरेपछि त झन् जहिले रिसाउने भन्ने गीत हो जस्तो लाग्यो मलाई यो चाहिँ। मायासँग माया रिसाउने भनिराखेँ नि त त्यसले। अनि हामी हिँड्दै गयौँ, एकदम रमाइलो भइरहेको ट्रिप। अनि हामी बन्दीपुर पुग्यौँ फाइनल्ली है। हामी त बल्ल बन्दीपुर पुगेर रहेछौँ होइन। अनि बन्दीपुर पुगेपछि चाहिँ अनि यसले त्यो
खोला र त्यो ठ्याक्क भ्यू हेर्न कस्तो राम्रो देखियो खिच्न भनिरहेको थिएँ अनि मैले खिचिरहेको थिएँ अनि यो जङ्गल चाहिँ मलाई एकदमै राम्रो लाउँछ कि भनिरहेको थिएँ अनि त्यसले चाहिँ खोला र त्यो जङ्गल एकै ठाउँमा भएको कस्तो राम्रो देखिन्छ खिच्न भनेको थिएँ अनि म चाहिँ खिचिरहेको थिएँ अनि एकदम राम्रो पनि देखिरहेको थियो मलाई त्यहाँ हेर्दा पुरै विदेश जस्तो लाग्यो थियो अनि मैले चुइगम कहिल्यै खाँदिनँ कि मैले अनि मैले पड्काउँछु भन्दै बसिरहेको थिएँ म अनि मैले 3-4 वर्षपछि खाएको थिएँ त्यसले भनेर चुइगम चाहिँ अनि यो चाहिँ के हो आफै पढेर कमेन्ट गर्नु होला होइन अनि यो चाहिँ मलाई हेब्बी मनपर्छ हामी चाहिँ आइपुग्यो अनि ब्रिजमा अनि त्यसपछि चाहिँ हामी यति खिचिरहेको थियौँ म खोला फेरि मलाई एकदमै हरियाली एकदमै मनपर्छ म त्यो खिचेको थिएँ कि हामी हुन्छ नि अनि त्यसपछि खिचिरहेको म खिचिरहेको थिएँ हेर्नु त वा यो त एकदमै राम्रो है हरियो भएर नि होला अनि एउटै भिडियोमा सबै कुरा अटाउँदैन जस्तो लाग्छ मलाई अनि ऊ नाच्न सुरु गरिहाल्यो नाचेको हो क्या ऊ लगभग 2-3 घन्टा जति नाचेको थिएँ अनि अब चाहिँ अर्को भ्लगमा हामी चाहिँ मुक्तिनाथ मनकामनाको गेटमा आयौँ बाई गाइस चटपटी खान्छौँ हामी त्यसपछि अर्को भ्लग बाई।